तिमी यता आऊ न नचलाउँछ न आमा ढोकाउनुहोस् पुरो यहाँ होस् तिमी यता आऊ म तिमीलाई पनि किनिदिउँला है यता भोलि किन्छु यता आउँछ नछौ साना हस् भरे मसत ल्याइदिनु त टावेल घर छाडेर हिँडेको मान्छेले के छाड्छ? एउटा निर्धक्कता छाडिदो हो। सधैँ देखिरहने दृश्यहरू छाडिदा हुन् जसलाई कनीकुती सम्झिनु बाहेक केही गर्न सकिन्न। आफू अभ्यस्त भइसकेको एउटा गन्ध, एउटा अनुभूति, त्यो मिठो काउकुटी, अनगन्ती सम्भावना, एउटा सिङ्गै अतीत, सबै छाडिदा हुन्। यो सहर सम्झनाहरूको डिब्बामा कैद हुँदैछ। यहाँको धुलो माटो, व्यथिति, अनियमितता, बेरोजगारी, जेबाट दिक्क भएर भागे पनि मान्छे अन्ततः आफैलाई खोज्दै आइपुग्छ यही।
मान्छेलाई फर्किनु त पर्छ जसरी पनि, यही भौतिक रूपमै होस् या स्मृति मार्फत। ओहो हाम्रो धनपिटा चिन्नु यार ल कति बेला आइयो हामी नेपाल एयरपोर्टमा सबै साथीहरू दुबईको लागि ट्याक्क अहिले पहिला हामी चेक इन हुने तयारी गरिरहेका छौँ। शुभ यात्रा राम्रोसँग जानु होला है। चाहिँ हामी अब यो फ्लाइ दुबई रेडी छ। फ्लाइ दुबईमा हामी चढ्न लाग्दैछ। फाइनली अब देश छोडेर जाने बेला भइसकेको छ। हामी चाहिँ अब फ्लाइ दुबईमा चढ्न लाग्दैछौँ। अब के बेरमा चाहिँ देश छोड्ने भयो है। हामी चाहिँ फ्लाइ दुबईमा बसिसक्यौँ। अब 3 बजे फ्लाइट भन्ने थियो, झन्डै 4 बज्न आएको थियो। अन्त ठिकै पनि भयो, फेरि भोलि मात्रै फ्लाइट छ, उता लामो वेटिङ छ। त्यसले गर्दाखेरि अहिले चाहिँ हामी फ्लाइट दुबईमा गइसकेका छौँ। अब केही बेरमा नेपाल छोडिँदैछ। भारी हुँदैछ। Devices should be switched off and not used or charged at any time. Such devices must
भाइ दुवैले चाहिँ यसो खाना ल्याइदिएछ है। यो भित्र के छ? यो भित्र भात रहेछ। यिनीहरू चाहिँ यसो यो पाउरोटी जस्तो छ। यो चाहिँ के हो? यो केक रहेछ। जस मिठाई दिए जस्तो छ। अब खाएर हेरौँ। एउटा पानी पनि दिएछ छैन। Shortly be landing. In preparation for landing, please remove your headset and switch off your electronic devices. अब हामी दुबई ल्यान्डिङ गर्दैछौँ। अब अहिले चाहिँ हामी दुबईमा छौँ। दुबईमा चाहिँ ल्यान्डिङ भइसकेको अवस्था छ। दुबई एयरपोर्टमा हामी टर्मिनल 2 मा चाहिँ ल्यान्डिङ भएपछि अहिले टर्मिनल 3 मा हामी आइपुगेका छौँ। हाम्रो फ्लाइट चाहिँ झन्डै हाम्रो 16 घन्टा चाहिँ हो छ। 16 घन्टा चाहिँ वेटिङ थियो। 2 घन्टा नेपालमै ढिलो भयो। अहिले फाइनली अझै हाम्रो चाहिँ झन्डै 12 घन्टा अझै 12, 13, 14 घन्टा वेटिङ छ। त्यो भएर एकछिन यहाँको नजारा हेरौँ न त भनेर हामी गइरहेको छौँ है त गाइस। अहिले हामी दुबईको छौँ एयरपोर्टमा। बिहानको झन्डै 4 बज्न लाग्यो। लामो वेटिङ हुनाले कसै निद्रा पनि परेन। एयरपोर्टभित्र बजारहरू राम्रो रहेछ तर चार्जरको पिन मिलेन कि यहाँ। समस्या त्यो रहेछ। चार्जर सकिनै आँटिसकेको अवस्था छ। चार्जरको पिन मिलेन। धेरै खोजेर हिँडियो। त्यो चार्जरको पिन चाहिँ नमिल्ने रहेछ। तपाईँहरू घरबाट आउँदै हुनुहुन्छ भने यहाँको त्यो प्लगहरू पनि प्लग प्रकारको हुँदो रहेछ कि ठिकै नछिर्ने। त्यो भएर अहिले चाहिँ म त्यो चार्जरको त भेटिन्छ कि भनेर खोज्दै नै थिएँ। त्यो मार्केट मात्रै रहेछ चार्ज लाउने ठाउँ त छ। त्यहाँ चाहिँ हाम्रो नेपाली पिनहरू चाहिँ नमिल्दो रहेछ। त्यो भएर तपाईँहरू पनि अब ठ्याक्कै रोमानिया आउँदै हुनुहुन्छ, दुबई ट्रान्जिट छ, अलिक लामो वेटिङ छ भने चाहिँ ख्याल गर्नुपर्ने देखियो। यसो पावर ब्याङ्कहरू छ भने बोकेर हिँड्न पर्यो। यहाँ गाह्रो दुःख पाइयो। अब चार्ज घटेर 20% आइसक्यो। प्लेनमा त थियो त्यो के अरे USB केबल घुसाउने अनि भेटिजाला त भन्ने हो। अझै हाम्रो त 4 भनेपछि 10-25 को भन्दा झन्डै 6 घन्टा छ अझै। तर चार्जर नभएर समस्या देखियो। जानकारी गराए तपाईँहरू चार्जर चाहिँ ख्याल गर्नु होला है त। अहिले चाहिँ हामी अब बुकारेस्टतिर हिँड्दैछौँ। ट्याक्क लाइन लागिरहेछ यहाँबाट। जो 16 घन्टाको प्रतीक्षा अब झन्डै सकिन लाग्यो। हामी चाहिँ अब यहाँ दुबईबाट अगाडि बढ्दैछौँ। अब त्यो लगेजहरू चाहिँ एकैचोटि उतै जान्छ होला। यो झोलाहरू चाहिँ छ यहाँ। यस्तै छ अवस्था। प्यारिसमा आइसकेका छौँ। बाहिर पानी परिरहेको रहेछ। फाइनली इमिग्रेसन पास भयो रोमानियाको। हामी दाजुभाइ ट्याक्क इमिग्रेसनबाट पास भएर
भित्र छिर्दैछौँ टेन्सन लागिरहेको थियो धन अब भिसाको म्याच सकिन लागेको थियो नि त मेरो त 1 महिना चान्चुन कति थियो डिसेम्बरको 10 तारिक ठ्याक्कै सकिने आज नोभेम्बरको 4 तारिक हो त्यो भएर 1 महिनाभन्दा अलिकति मात्रै धेरै थियो टेन्सन लाग्थ्यो के भन्छ होला भनेर त के भनेन इमिग्रेसन पास भइसक्यो अब हामी ठ्याक्कै लगेज लिन तिर लाग्दैछौँ तल नि एउटा केटीले मेसेज गरेको छ अब त्यही होला सायद हामीलाई लिन आएको हेरौँ न ल अहिले चाहिँ हामी एयरपोर्टबाट निस्किसकेका छौँ आज चाहिँ कतै गएर कता रेस्ट गर भोलि चाहिँ अब काम गर्न वाला कम्पनी लैजान्छ भने जस्तो लाग्छ खासै बुझ्दैन हेरौँ कहाँ लैजान्छ अहिले साँझको 5 बजे छ ठ्याक्कै पानी परिरहेको मौसम छ